हेलो नमस्ते सबैजनालाई। म आज ग्राफ्टिङको बारेमा केही भन्न गइरहेको छु। मेरो एउटा अगाडिको भिडियोमा दिदीले कमेन्ट गर्नुभएको थियो कि क्यान यु डु भोइस ओभर, वी डिडन्ट अन्डरस्ट्यान्ड भनेर। अब यो भिडियो चाहिँ जसलाई ग्राफ्टिङको बारेमा, कलमीको बारेमा बुझ्न मन छ उहाँहरूको लागि डेडिकेटेड हुनेछ। ग्राफ्टिङ गर्ने थुप्रै तरिकाहरू छन्, जस्तै क्लिफ ग्राफ्टिङ, बार्क ग्राफ्टिङ, साइड ग्राफ्टिङ, एप्रोच ग्राफ्टिङ, बड ग्राफ्टिङ, विप एन्ड टङ ग्राफ्टिङ। यिनीहरूमध्येमा मेरो फेभरेट चाहिँ विप एन्ड टङ ग्राफ्टिङ हो, जुन यो भिडियोमा देखाइएको छ। ग्राफ्टिङ गर्ने टेक्निकहरू जति नै भए पनि कन्सेप्ट चाहिँ एउटै नै हो। यसमा तल्लो भागलाई रुट स्टक भनिन्छ, माथिल्लो भागलाई साइन भनिन्छ। रुट स्टक प्राय गरेर लोकल राख्छौँ, माथिको साइन चाहिँ आफूलाई चाहिएको भेराइटी राख्छौँ। लोकल रुट स्टकको र साइनको क्याम्बियम लेयर, जुन चाहिँ नङले कोट्याउँदाखेरि छाला जस्तो हुन्छ, त्यो पार्टलाई जोड्ने हो। कन्सेप्ट चाहिँ त्यही नै हो। त्यो क्याम्बियम लेयरबाट नै एनर्जीहरू रुट स्टकबाट साइनसम्म पास हुने हो। अब दुईवटा पार्ट जोडिसकेपछि, कलमी गरिसकेपछि साइन चाहिँ नसुकोस् भनेर प्लास्टिकले कभर गरिन्छ, ह्युमिडिटी, आर्द्रता मेन्टेन गर्नको लागि। आर्द्रता मेन्टेन गरेको 2 हप्ताभित्रमा बड ब्रेक सुरु हुन्छ, नयाँ पालुवाहरू आउन सुरु हुन्छन्। युजुअल्ली 2 हप्तापछि या भनौँ नयाँ पालुवा लागिसकेपछि हामीले यो प्लास्टिक जुन राखेका छौँ ह्युमिडिटी मेन्टेन गर्नलाई, साइन नसुकोस् भनेर, त्यो चाहिँ हामीले खोलिदिनुपर्छ, ताकि नयाँ आएको पालुवा चाहिँ इन्भाइरोमेन्टसँग एडजस्ट होस्। तर यो नयाँ पालुवा चाहिँ डाइरेक्ट सनलाइटमा पर्नु हुँदैन, सनबर्न हुन्छ। हाइबिस्कसमा ग्राफ्टिङ यो मेरो तेस्रो वर्ष हो र मेरो रिजल्ट चाहिँ 99% छ।